नमस्कार, स्वागत छ सबैजनालाई। आजको यो भिडियोमा नेपालमा रहेका 11 वटा औद्योगिक क्षेत्रहरू सम्बन्धी महत्त्वपूर्ण जानकारी लिएर म उपस्थित भइसकेको छु। अनि यो भिडियोमा चाहिँ औद्योगिक क्षेत्रको नाम के हो, स्थापना कहिले भएको, अनि कुन जिल्लामा पर्छ, कुन देशको सहयोगमा निर्माण भएको, यो सबै सम्पूर्ण यो भिडियोमा म कुरा गर्छु है। पहिलो औद्योगिक क्षेत्र रहेको छ बालाजु औद्योगिक क्षेत्र। यसको स्थापना विक्रम सम्वत 2016 साल अमेरिकाको सहयोगमा भएको। अनि बालाजु औद्योगिक क्षेत्र चाहिँ काठमाडौँ जिल्लामा रहेको छ। यो नेपालको सबैभन्दा पहिला निर्माण भएको औद्योगिक क्षेत्र हो, जुन अमेरिकाको सहयोगमा चाहिँ निर्माण भएको हो। अनि दोस्रो रहेको छ हेटौडा औद्योगिक क्षेत्र। यो चाहिँ मकवानपुर जिल्लामा छ। यसको स्थापना विक्रम सम्वत 2020 सालमा भएको। यो पनि अमेरिकाको सहयोगमा निर्माण भएको हो। तर हेटौडा औद्योगिक क्षेत्र चाहिँ नेपालको सबैभन्दा ठुलो औद्योगिक क्षेत्र हो, किनभने यसको चाहिँ क्षेत्रफल 2829 रोपनीमा रहेको छ। अनि तेस्रो रहेको छ पाटन औद्योगिक क्षेत्र। यो क्षेत्र चाहिँ भारतको सहयोगमा निर्माण भएको क्षेत्र हो, औद्योगिक क्षेत्र हो। यसको स्थापना विक्रम सम्वत 2020 सालमा भएको। यो चाहिँ ललितपुर जिल्लामा पर्छ। अनि चौथोमा रहेको छ धरान औद्योगिक क्षेत्र। धरान औद्योगिक क्षेत्र विक्रम सम्वत 2029 सालमा यो नेपाल र भारत दुवै देशको सहयोगमा निर्माण भएको हो। अनि यो चाहिँ सुनसरी जिल्लामा पर्छ। अर्को रहेछ नेपालगञ्ज औद्योगिक क्षेत्र। यसको स्थापना विक्रम सम्वत 2030 सालमा भएको हो। यो चाहिँ लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्छ। यो नेपाल र भारत दुवै देशको सहयोगमा निर्माण भएको हो। अनि पाँचौं नम्बरमा रहेको छ पोखरा औद्योगिक क्षेत्र। पोखरा औद्योगिक क्षेत्रको स्थापना विक्रम सम्वत 2031 सालमा भएको हो। यो चाहिँ कास्की जिल्लामा अवस्थित छ। अनि यसको निर्माण चाहिँ नेपाल सरकारले आफै चाहिँ गरेको हो। अनि सातौं रहेको छ बुटवल औद्योगिक क्षेत्र। बुटवल औद्योगिक क्षेत्र विक्रम सम्वत 2032 सालमा निर्माण भएको हो। यो चाहिँ रूपन्देही जिल्लामा पर्छ। नेपाल सरकारको सहयोगमा नै निर्माण भएको हो। अनि भक्तपुर औद्योगिक क्षेत्र। भक्तपुर औद्योगिक क्षेत्रको निर्माण चाहिँ विक्रम सम्वत 2035 सालमा भएको हो। यो चाहिँ भक्तपुर जिल्लामा अवस्थित छ। यसलाई जर्मनी देशको सहयोगमा निर्माण गरेको हो। अनि अर्को रहेको छ वीरेन्द्रनगर औद्योगिक क्षेत्र। वीरेन्द्रनगर औद्योगिक क्षेत्र सुर्खेत जिल्लामा पर्छ। यसको स्थापना चाहिँ विक्रम सम्वत 2038 सालमा भएको हो। नेदरल्यान्डको सहयोगमा चाहिँ यो वीरेन्द्रनगर औद्योगिक क्षेत्र चाहिँ निर्माण भएको हो। अनि अर्को रहेको छ धनकुटा औद्योगिक क्षेत्र। यसको स्थापना विक्रम सम्वत 2041 सालमा भएको हो। यो चाहिँ धनकुटा जिल्लामा अवस्थित छ। यो चाहिँ नेपालको सहयोगमा निर्माण भएको हो। अनि यसको विशेषता के रहेको छ, यो नेपालको सबैभन्दा सानो औद्योगिक क्षेत्र हो। यो 63 रोपनी क्षेत्रफलमा बनेको हो। अनि अर्को रहेको छ गजेन्द्र नारायण राजविराज औद्योगिक क्षेत्र। यसको स्थापना विक्रम सम्वत 2044 सालमा भएको हो। अनि यो चाहिँ सप्तरी जिल्लाको राजविराज ठाउँमा निर्माण भएको कारणले यसलाई राजविराजको नामले पनि चिन्ने गरिन्छ। अनि यो चाहिँ भारत र नेपाल दुवै देशको सहयोगमा निर्माण भएको हो। अनि हालसम्म नेपालमा चाहिँ 10 वटा औद्योगिक क्षेत्र सञ्चालनमा रहेको छ। धनकुटा औद्योगिक क्षेत्र विक्रम सम्वत 2077-78 सालदेखि सञ्चालनमा रहेको छैन। अनि नेपालको सबैभन्दा सानो औद्योगिक क्षेत्र चाहिँ धनकुटा औद्योगिक क्षेत्र हो। यसको क्षेत्रफल 63 रोपनी रहेको छ। नेपालको सबैभन्दा ठुलो औद्योगिक क्षेत्र हेटौडा औद्योगिक क्षेत्र हो। यसको क्षेत्रफल 2829 रोपनी रहेको छ। नेपालको पहिलो औद्योगिक क्षेत्र चाहिँ बालाजु औद्योगिक क्षेत्र हो। यो चाहिँ अमेरिकाको सहयोगमा निर्माण भएको हो। अनि यो चाहिँ काठमाडौँ जिल्लामा पर्छ। यसको स्थापना विक्रम सम्वत 2016 सालमा निर्माण भएको हो। नेपालको पहिलो उद्योग विराटनगर जुट मिल। यसको स्थापना विक्रम सम्वत 1993 मङ्सिर 9 गते भएको हो। मङ्सिर 9 गते भएको कारणले उद्योग दिवस चाहिँ मङ्सिर 9 गते हरेक साल मनाइन्छ। ल, भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने धन्यवाद। अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस्। ल, बाई। अब भेटौँला अर्को भिडियोमा। नमस्कार, जय नेपाल।